अभिवादन प्रिय श्रोता, कार्यक्रम आत्मिक तरङ्गमा यहाँलाई स्वागत छ। कार्यक्रम आत्मिक तरङ्ग तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रमबाट तपाईँले परमेश्वरको वचन बाइबलको सत्यताहरू जान्न सक्नुहुनेछ। प्रिय श्रोता, आउनुहोस् सधैँ चाहिँ कार्यक्रम आत्मिक तरङ्गलाई सुरु गरौँ एउटा आत्मिक गीतबाट। यसुको रगतले, उहाँको रगतले, यसुको रगतले, उहाँको रगतले मेरो पाप धोएको छ। यसुको रगतले मेरो पाप धोएको छ। यसुको रगतले, 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 यसुको धोएको छ उहाँकै रगतले। यसुको चोटहरूले, उहाँको चोटहरूले, यसुको चोटहरूले, उहाँको चोटहरूले निको मजा भएको छु। यसुको चोटहरूले निको मजा भएको छु। यसुको चोटहरूले, पापी आज बाँचेको छु। यसुको अनुग्रहले म पापी आज बाँचेको छु। यसुको अनुग्रहले,
बाँचेको छु रुहकै अनुगाले। श्रोता मित्र, आजको मेरो विषय छ रोटी। मानव जीवनको अस्तित्वको लागि रोटी एक अपरिहार्य वस्तु बनेको छ। बाँच्नको लागि हामी रोटी खाने गर्छौँ अनि दिनको रोटीको लागि हामीले ज्यादै पसिना बगाएर परिश्रम गर्दै आएका पनि छौँ। जब हामी भोकाउँछौँ तब रोटी खान्छौँ। यसले हाम्रो भोक मेटाइदिन्छ, तर सधैँको लागि भने होइन। केही समयपछि हामीलाई फेरि रोटीको आवश्यकता परिहाल्छ। रोटीको विषयमा कुरा गर्दा प्रभु येशू ख्रीष्ट यस संसारमा हुनुहुँदा उहाँले गर्नुभएको एउटा आश्चर्य कर्मको याद आउँछ। येशू ख्रीष्ट यस संसारमा हुनुहुँदा उहाँले गर्नुभएका आश्चर्य कार्यहरूका कारणले गर्दा हजारौं भिडहरू उहाँको पछि लाग्ने गर्थे। यसै क्रममा एक दिन यस्तो भयो, साँझ परिसकेको थियो। उहाँको पछि पछि लाग्नेहरूको संख्या पुरुषको मात्र 5000 जति थियो। दिनभरि प्रभुको साथमा रहेका हुनाले ती भिडहरू भोकले रन्थनिसकेका थिए अनि त्यो स्थान एकान्त भएको हुनाले त्यति ठुलो भिडको लागि रोटीको प्रबन्ध गर्नु प्राय असम्भव नै थियो। तर खुसीको कुरा, ती भिडहरू सृष्टिकर्ता परमेश्वरको साथमा थिए, त्यसैले उनीहरू भोकै घर फर्कनु परेन। येशूले ती भिडहरूलाई 5वटा रोटी र 2टा माछाले अगाउन्जेल खुवाउनु भयो। मित्र, के ती भिडहरू तब सधैँका लागि अगाए त? के ती भिडहरू सधैँका लागि तृप्त भए त? पक्कै पनि भएनन्। फेरि ती भिडहरू येशूको पछि लाग्ने गर्थे। हुन त येशू नष्ट भइजाने भोजन दिन नभई मानिसहरूलाई अनन्त जीवनसम्म रहिरहने भोजन दिनको लागि यस संसारमा आउनु भएको थियो। त्यसैले मानिसलाई यो कुरा बुझाउनलाई उहाँले 5वटा रोटी र 2टा माछाले त्यतिका ठुलो भिडलाई खुवाउनु भयो। यूहन्ना 6:26 र 27मा येशूले ती रोटीबाट अगाएकाहरूलाई यसरी भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेका हुनाले होइन, तर तिमीहरू रोटीहरूबाट खाएर अगाएका हुनाले मलाई खोज्दछौ। नष्ट भइजाने भोजनका निम्ति होइन, तर अनन्त जीवनसम्म रहिरहने भोजनका निम्ति परिश्रम गर, जुन चाहिँ मानिसका पुत्रले तिमीहरूलाई दिनेछन्, किनकि परमेश्वर पिताले उनी माथि छाप लगाउनु भएको छ। प्रिय मित्र, के तपाईलाई अनन्त जीवनसम्म रहिरहने भोजनको बारेमा थाहा छ? के कहिले तपाईले यस्तो खालको भोजनको बारेमा सुन्नु भएको छ? के तपाईँ पनि यस्तो भोजन खाएर अनन्तसम्म तृप्त हुन चाहनुहुन्छ भने अब ध्यान दिएर सुन्नुहोस्। येशू प्रभुले यूहन्नाको सुसमाचारको पुस्तक 6 अध्यायको 35देखि 40मा यसको बारेमा यसरी बताउनु भएको छ। येशू यी पदहरूमा यसरी भन्नुहुन्छ, जीवनको रोटी म नै हुँ, जो म कहाँ आउँछ ऊ कहिल्यै भोकाउने छैन, अनि जसले म माथि विश्वास गर्छ ऊ कहिल्यै तिर्खाउने छैन। तर मैले तिमीहरूलाई भने, तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ। पिताले मलाई जतिजना दिनुहुन्छ ती सबै म कहाँ आउनेछन्, अनि जो म कहाँ आउँछ उसलाई म कुनै रीतिले अफाल्ने छैन, किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नको निम्ति स्वर्गबाट ओर्ली आएको हुँ। अनि मलाई पठाउनु हुने पिताको इच्छा यो छ, उहाँले मलाई दिनुभएको सबै मध्ये एउटालाई पनि म नहराउँ, तर अन्तिम दिनमा त्यसलाई फेरि बौराएर उठाउँ। अनि मलाई पठाउनु हुनेको इच्छा यो छ, हरेक जन जसले पुत्रलाई देख्छ र उनी माथि विश्वास गर्छ उसले अनन्त जीवन पाओस्, अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउने छु। मित्र, अनन्तसम्म तृप्त पार्न सक्ने जीवनको रोटीको बारेमा यस खण्डले हामीलाई बताएको छ। यो जीवनको रोटी संसारको सबै मानिसलाई तृप्त पार्न स्वर्गबाट ओर्लेर आयो। यसको बारेमा 35 पदमा प्रभु येशूले यसरी भन्नुभयो, जीवनको रोटी म नै हुँ, जो म कहाँ आउँछ ऊ कहिल्यै भोकाउने छैन, अनि जसले म माथि विश्वास गर्छ ऊ कहिल्यै तिर्खाउने छैन। श्रोता मित्र, अनन्त जीवनसम्म रहिरहने रोटीको बारेमा प्रभु अझ यसरी भन्नुहुन्छ, त्यो जिउँदो रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। कसैले यस रोटीबाट खायो भने ऊ सधैँभरि जिउनेछ, अनि त्यो रोटी चाहिँ जो म दिनेछु मेरो मासु हो, जसलाई म
संसारको जीवनका निम्ति दिनेछु। साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसका पुत्रको मासु खाएनौ र उनको रगत पिएनौ भने तिमीहरू आफैमा जीवन छैन। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ उसँग अनन्त जीवन छ, अनि अन्तिम दिनमा म उसलाई बौराएर उठाउने छु। किनकि मेरो मासु साँच्चै खाने कुरा हो र मेरो रगत साँच्चै पिउने कुरा हो। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ ऊ ममा रहन्छ अनि म उसमा। जसरी जीवित पिताले मलाई पठाउनु भयो र म पिताद्वारा जिउँछु, उसरी नै जसले मलाई खान्छ ऊ पनि मद्वारा जिउनेछ। यो चाहिँ त्यो रोटी हो जो स्वर्गबाट ओर्लेर आयो। जसले यस रोटीबाट खान्छ ऊ सधैँभरि जिउनेछ। प्रिय श्रोता, येशूले भन्नुभएको यस कुरामा के तपाईँ अलमल्ल पर्नु भएको छ? तपाईँ यसो भन्नुहोला, येशूको मासु अब मैले कसरी खाने? न त येशू यहाँ हुनुहुन्छ न त उहाँको मासु नै। होइन होइन, केही गरी उहाँको मासु नै यहाँ भएको भएर मैले खानु परेको भए त म त यहाँबाट भाग्ने थिएँ। एकैछिन मित्र, नडराउनुहोस्। वास्तवमा येशूले आफ्नो भौतिक शरीरको बारेमा कुरा गरिरहनु भएको थिएन। यो कुरा प्रभुले योहन्ना 6:63 पदमा यसरी स्पष्ट पार्नु भएको छ, जहाँ प्रभु भन्नुहुन्छ, आत्माले पो जीवित पार्नुहुन्छ, शरीरले केही फाइदा दिँदैन। जुन वचनहरू म तिमीहरूलाई भन्दछु ती आत्मा हुन् र जीवन हुन्। हो श्रोता, त्यसैले तपाईसँग अनन्त जीवन हुनको लागि, अनन्त जीवनसम्म तृप्त भएर हाँस्नको लागि येशू प्रभु तपाईसँग हुनुपर्छ। येशू प्रभुलाई तपाईले खाएकै हुनुपर्छ। त्यसैले के अब तपाईँ स्वर्गबाट आउनु भएको जीवनको रोटीलाई खाएर सधैँको लागि तृप्त हुन चाहनुहुन्छ? रोटी हामी किन खान्छौँ? भोक मेट्न होइन। के नभोकाएसम्म हामी रोटी खान्छौँ र? यस संसारको रोटीले केवल हाम्रो शारीरिक भोक मात्र मार्न सक्छ, तर आत्मिक भोक मार्न सक्दैन। यस संसारको रोटीले हामी केवल 2 दिन मात्र बाँच्नेछौँ, तब एक दिन मर्न परिहाल्छ। त्यसै कारण येशू मत्ती 4:4 यसरी भन्नुहुन्छ, मानिस रोटीले मात्र होइन परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नेछ। आज साँच्चै नै तपाईँ अनन्त जीवन पाउन चाहनुहुन्छ भने, अनन्त शान्ति पाउन चाहनुहुन्छ भने आउनुहोस्। जसरी तपाईँको शरीरमा भौतिक रोटीलाई हाल्नुहुन्छ, अनन्त जीवनको लागि येशू ख्रीष्ट स्वर्गबाट आउनुभएको रोटीलाई पनि तपाईँले विश्वासद्वारा आफ्नो हृदयमा हाल्नुपर्छ। हो मित्र, जो हाम्रो पापको छुटकाराको निम्ति यस संसारमा मानव रूप लिएर आउनुभयो, हाम्रो सट्टामा दण्ड भोग्नुभयो, हाम्रो पाप धुन आफ्नो रगत कल्भरीको क्रुसमा बगाउनुभयो, मर्नुभयो, अनि परमेश्वरबाटको धार्मिकता हामी जस्तो तुच्छ अपराधी पापीहरूलाई दिनको लागि मरेको तेस्रो दिनमा बौरेर उठ्नुभयो। त्यसैले आज सबैलाई अनन्तसम्मको लागि तृप्त पार्ने स्वर्गको रोटी उहाँ नै हुनुहुन्छ। येशू ख्रीष्ट नै स्वर्गको रोटी हुनुहुन्छ। स्वर्गको रोटी, जीवनको रोटी, सबैको निम्ति आएको रोटी येशू प्रभु नै हुन्। येशू प्रभु नै हुन्। संसारको सबै पापहरू बोकी आफ्नो देहको रगतहरू पोखी, संसारको सबै पापहरू बोकी आफ्नो देहको रगतहरू पोखी, तोडियो क्रुसमा एकैचोटि ख्रीष्टको शरीर नै हो त्यो रोटी। तोडियो क्रुसमा एकैचोटि ख्रीष्टको शरीर नै हो त्यो रोटी। स्वर्गको रोटी, जीवनको रोटी, सबैको निम्ति
आएको रोटी यीशु प्रभु नै हुन्। यीशु प्रभु नै हुन्। आओ खाऊ त्यो जीवनको रोटी, मृत्युबाट बाँच्न हामी। आओ खाऊ त्यो जीवनको रोटी, मृत्युबाट बाँच्न हामी। स्वर्गीय धाममा तृप्त हुन अनन्तसम्म हाँस्न हामी। स्वर्गीय धाममा तृप्त हुन अनन्तसम्म हाँस्न हामी। स्वर्गको रोटी, जीवनको रोटी, सबैको निम्ति आएको रोटी यीशु प्रभु नै हुन्। यीशु प्रभु नै हुन्। बचाउन म पापीलाई, बचाउन म पापीलाई। पिताकै इच्छा स्वीकार गरी दण्ड भोग्नु भयो। बचाउन म पापीलाई, बचाउन म पापीलाई। मूल्यहीन मेरो जीवनलाई बहुमूल्य बनाउनलाई म जस्तो घोर अपराधीलाई दण्डबाट बचाउनलाई मेरा पापहरू स्वीकार गरी दण्ड भोग्नु भयो। धन्यवाद तपाईलाई, धन्यवाद तपाईलाई। काँडे मुकुट गिल्ला र क्रुस तपाईले रोज्नु भयो। बचाउन म पापीलाई, बचाउन म पापीलाई। पिताकै इच्छा स्वीकार गरी दण्ड भोग्नु भयो। बचाउन म पापीलाई, बचाउन म पापीलाई। समर्पण गर्छु अब यो जीवन तपाईकै मन झै हुन सकोस्। तपाईको निम्ति सङ्घर्ष गर्दै दिन वा दिन यो मन र
आफ्नो क्रुसलाई स्वीकार गरी हिँड्न चाहन्छु प्रभु। सामर्थ्य दिनुहोस् अब, सामर्थ्य दिनुहोस् अब। अवस्थ श्रोता, आजको यस कार्यक्रमबाट बिदा माग्छु। नमस्कार। स्वीकार गरी दण्ड भोग्नु भयो, बचाउन म पापीलाई, बचाउन म पापीलाई।